हो म गएँ है त बाई बाई आफ्नो आफ्नो टिमलाई चाहिँ सपोर्ट गरिरहनु भएको छ यो एउटा विषय हो फुटबलको विषय अब देशको राजनीतिमा संवादको कुरा गर्ने भने दीपक भट्ट त्यसै गरी विष्णु पौडेल र अजय कुमारले यो तीन पात्र तीनवटा पार्टीका प्रभावशाली मानिनुहुन्छ दीपक भट्ट बडो बिचौलिया जसलाई चाहिँ किसनसम्म पुगेको बेजिङसम्म पुगेको आरोप लाग्दै आएको थियो उहाँको पक्राउपछि त हरुतन्दा पहर गरिदिएको छ कयौं ठूला ठूला व्यापारी नाम चलेका दाम कमाएका सबैलाई चाहिँ यतिखेर करापझाप पारेको छ सरकारले र अर्कोतर्फ चाहिँ विष्णु पौडेल जो चाहिँ लामो समयसम्म पटक पटक चाहिँ अर्थमन्त्री बन्नुभयो र अहिले उहाँमाथि मनी लन्ड्रिङको विषय सम्पत्ति शुद्धिकरण सम्पत्ति छानबिन सुरु भएको छ अर्कोतर्फ शुद्धिकरणको सन्दर्भमा यतिखेर मोबाइल झिक नि त मोबाइल खै तिम्रो मोबाइल झिक ल तिम्रो मोबाइल झिक उहाँसँग उहाँको प्रोपर्टीको विषयमा पनि गाईको रूपमा संवादहरू भएकै सुनिन्छ र चर्चा छ अब के हुन्छ त के होला त के वामपन्थी एकताको चर्चा चलिरहँदा यसको पछाडिको कारण के हो के पछाउँछ अब जनताले प्रचण्ड ओलीलाई किनभने यो फर्मुला 74मा प्रयोग भइसकेको फर्मुला हो 78 77 78मै फेल भएको फर्मुलाले फेरि उहाँहरू लागू गर्न दिनुहुन्छ साँचो साँचो होइन साँचो छैन साँचो छ है संवाद गरेर उहाँको अर्को नम्बरमा फोन गरेर म आग्रह गर्न चाहन्छु मसँग होइन फेरि मलाई अब छ